गाइस यहाँ त सफाइ हुँदैछ अनि हामी यहाँ सबैजना भेला हुँदैछौँ। यहाँ सन्जय छ, यहाँ मिरा आन्टी हुनुहुन्छ, अनि सुनी आन्टी हुनुहुन्छ, मम्मी हुनुहुन्छ, सिरियाको मम्मी हुनुहुन्छ, बोजू हुनुहुन्छ, पूर्णिमा हुनुहुन्छ। अनि मेरो नाम त विजय राई हो। म यहाँ भ्लग बनाउँदैछु, तपाईँहरूलाई देखाउँदैछु, मेरो मोबाइलदेखि क्यामेरादेखि बनाउँदैछु। यो हाम्रो टोल हो। अनि यता बाबा हुनुहुँदैछ, यता पूर्णिमा छन्। अनि यहाँ खेतबारी, धान, तिखा सबै देखाउँदैछु। घर हेर्दै जानु होला गाइस। दुईजना त भागिहाल्नु भयो, उता भर्खर आउँदै हुन्छ गाडी लिएर। यता तिखर आउँदैछ, यता हो कि बाटो भन्दैछ। हेर्दै जानु होला गाइस। यहाँ दादो छ, यो गोदाम हो। अहिले दुईजना बाँकी नै छ, आउनु बाँकी नै छ। यता यहाँ दुईजना भाउजू र उसको छोरा आउँदैछन्। त्यही भएर यहाँ दादो छ। तिखर आउँदैछ गाइस। हेर्दै जानु होला, खिचेर मार्छ जस्तो छ। भाग्नुपर्छ, नत्र यिनीहरूले मार्यो भने हाम्रो दिनरात हुँदैन। हाम्रो गाउँतिर जाँदैछ उता टोल दिवसकोमा। त्यही भएर हेर्दै जानु होला दसैँको दिन। यो चाहिँ चौकी परदेखि हेरेर जानुहुन्न, सबैजना आउनु होला, के सल्लाह गर्नु होला। आन्टी के भन्नुहुन्छ कि उता पर बोजू आउँदै हुन्छ, लखर लखर हिँड्दै आउनुहुँदैछ। यहाँ अङ्कलले घाँस ल्याउनुहुँदैछ, भर्खर लखर लखर टिपेर ल्याउनुहुन्छ, काटेर बाख्रालाई खानलाई, भैँसीलाई खानलाई। दसैँको दिनहरू हेर्दै जानु होला। अनि पर एउटा भैँसी छ, अङ्कलहरूले पाल्नुभएको बोजूहरूले। यहाँ एउटा गाई छ, एउटा यो काम नगएको जस्तै उभिरहेछ। हेर्नु दसैँको दिनहरू। यता एउटा दाइ आउनुहुँदैछ। यता बोजू धेरै ल्याङल्याङ गर्ने यहाँ हुनुहुन्छ। दसैँको दिन काम गर्यो भने ल्याङल्याङ गर्नुहुन्छ। हजुर अनि बनाउनु पऱ्यो नि त, पैसा कमाउनु पऱ्यो नि। यसो सफाइ गरेको हेर्नु पऱ्यो नि। पैसा नकमाए त कसरी भिडियो बनाउनु त। एउटा दाइ आज आउनुहुँदैछ काम जानलाई। सबैजना लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु होला, हालिमा टिलिङ हालिदिनु होला। सुनि आन्टी के भन्नुहुन्छ तपाईँ? आन्टी यता भनेको सुनि आन्टीलाई के भन्नुहुन्छ? छ्या तपाईँ त के कामको पनि होइन रहेछ। के भन्नु? तेरो बोल्ने त्यो ढङ्गमा बोल्छु, साह्रो राम्रो बोल्नु सकिन। के भन्नुहुन्छ तपाईँ बाबा? तपाईँ त माथि के भन्नु त सक्नुहुन्न, के भन्नु त? भन्नु त के भन्नुहुन्न। एउटा आन्टी परदेखि आउनुहुँदैछ, लखर लखर आउनुहुँदैछ। एउटा हाम्रो दाइको सफारी यता आउँदैछ, दुईजना। यता हाम्रो गाउँतिर सरसफाइ गर्नलाई गाई
यो भनेको एउटा कुद्मी भनेको यो काम गर्छ अल्छी गर्छ घरमा। दर्शक दिन हामी यति मात्रै जना छौँ, अरू जना आउनु भएको छैन। त्यही भएर अस्ति धेरैजना आउनुहुन्थ्यो, आज त हामी थोरै मात्रै छौँ गाई। यो अल्छी यहाँ हिँड्दैछ, यो कद्दु यो काम छैन। यो यसले मेरो हातमा यस्तो कुटे खान्छ, टाउ नै चिनाइदिन्छु यसलाई म टाउकै। अन्त नानीहरू यहाँ खेल्दैछन्, कता दोकानतिर हिँड्दैछन्, कता दर्शक दिन। यो हाम्रो मिसको घर हो, ठुलो घर। यता भान्जी आउँदै हुन्छ परदेखि चारो लिएर। हेर्दै जानु होला दर्शकको दिनहरू। यो धान हो, अस्ति भर्खर रोपेको, पछि ठुलो हुन्छ, पाकेपछि काट्नु होला गाईहरू। अनि एउटा स्कुटी कुदाउँदै आउँदैछ, उता भाँचे जस्तै एउटा साइकलमा हिँड्नु हुँदैछ, राम्रो कुदाएर दर्शक दिन। यो 3 घरको हाम्रो मिसको घर हो। अनि यो के अरे यहाँको घरको शिवे भन्ने अङ्कलको घर। अनि यो त्यो अशोक दाईहरूको घर दर्शक दिन। एउटा मान्छे भर्खर हिँड्दैछ, त्यो दाई कामतिर। त्यहाँबाट के भन्न चाहनुहुन्छ भन्नु है। यहाँको दाईको एउटा फोनमा फोन लागिरहेछ, भर्खर निस्किँदै हुन्छ गाई चौकीदेखि तल काटेर। अनि एउटा बाइक हिँड्दैछ भर्खर कुदाएर, एउटा मान्छे कालो मान्छे कहाँको मान्छे हो, हेरेर डर लाग्दो जस्तो छ। यो चाहिँ हाम्रो गाउँको गोदाम हो, चिया खान आउनु होला, चटपटेहरू पाउनुहुन्छ, सबै चिज पाउनुहुन्छ दर्शकको दिन। सबैजना धेरै भेटिनु भयो आज, बाहिर सरसफाइ गर्दै हुन्छ, हेर्दै जानु होला दर्शकको दिन। आज धेरै मान्छेहरू आएको छ यता सरसफाइ गर्नु, बोरामा सबैले सहयोग गर्दै हुन्छ। एउटा दाइ जाँदै हुन्छ यता दोकानतिर, भर्खर जानुहुँदैछ। हाम्रो मिस भर्खर आउँदै हुन्छ यता सरसफाइ गर्नलाई, सबैजना भिड हुन्छ। यो नबोल त ध्यान कद्दु लाग्दैमा, यो एउटा कद्दु काम नभएको यहाँ सरसफाइ गर्दैछ सफारीमा। एउटा दाइले यहाँ सफाइ गर्दै हुन्छ आफ्नो सफारीमा। किन हेर्दैन, यसको काम छैन एउटा। यहाँ सबैजना सरसफाइ गर्नुहुँदैछ बाहिर निस्केर दर्शकको दिनहरू। त कद्दु नबोल्न ध्यान, यहाँ बोलेको ठाउँमा भिडियो बनाएको ठाउँमा हेर्दै जानु होला दर्शकको दिनहरू। भर्खर जानुभयो उता कामतिर, मान्छे सरसफाइ गर्दै हुन्छ गाई चौकीदेखि भर्खर यहाँ सरसफाइ गर्नुहुन्छ दर्शकको दिनहरू हेर्नु होला। लामो भिडियो बनाएको छु, हेर्नुहोस् है गाइजहरू। लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, हेर्दै जानुहोस् है। यता त खाली छ, 2-3 जना बसिरहनु भएको छ। अनि यो ठुलो मम्मीहरूको घर हो, कोही बाहिर निस्किनु भएको छैन, घरमै हुनुहुन्छ, हेर्दै जानु होला। यहाँ दादो हुनुहुन्छ, यहाँ घाँसहरू छ, यहाँ हाम्रो मिस हुनुहुन्छ, सबैजना हुनुहुन्छ। भर्खर 2 जना यता हिँड्दैछ, त्यही भएर यता हिँड्दै हुन्छ। यता दाजु यता सबैजना जाँदै हुन्छ, सरसफाइ गर्दै हुन्छ, बोरामा हाल्दै हुनुहुन्छ तोल बिरुवा पासको।
अनि हाम्रो चौकीको सरहरू के गर्दै हुन्छ सल्लाह गर्दै हुन्छ दसैँको दिनहरू नराम्रो भिडियो हेर्नु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला तपाईँहरूलाई फेरि म अर्को भिडियो बनाउँछु पछि फेरि यस्तै भिड भयो भने फेरि बनाउँछु दसैँको दिनहरू टोल विकासको मान्छेहरू फेरि आउनुहुन्छ नि पछि अनि फेरि बनाउँछु त्यही भएर गाइस हेर्दै जानु होला यता आन्टी के ल्याउँदै हुन्छ सामान ल्याउनु हुँदैछ के भन्नुहुन्छ आन्टी के भन्नुहुन्छ कि ठिकै छ को ठिकै छ सबै छ आज ए ल ल आन्टी ल थ्याङ्क यू यहाँ सबैजना भिड हुनुहुन्छ आज सबजना यता कोही हिँड्दैछ कोही सफाइ गर्दै हुन्छ दसैँको दिनहरू बाइकमा हिँड्दै कुद्दैछ कामहरू हिँड्दैछ यता डाक्टर हुनुहुन्छ हेट तेरि गाडी बाबु त कसो डर लाग्यो यता मुख बगाउँदै हिँड्दैछ डर लाग्दो मात्रै मान्छे छट कसलाई एकछिन न यहाँ भिडियो बनाउनु दिनु न तपाईँ त यहाँ नगर्नु मान्छे